दर्शकवृन्द, आज भुन्टी अनि भूपेन्द्रको त्यो सम्बन्ध एकदमै बिग्रिएको छ। बिचरी भुन्टीले भनेको नमान्दाखेरि आज भूपेन्द्रलाई गाली गर्दै भूपेन्द्रले एक्सिडेन्ट गराएका व्यक्तिका सबै आफन्तहरू आएका छन्। अब उनीहरूले भूपेन्द्रलाई के गर्लान् त, यो सबै थाहा पाउनुहुनेछ। त्यसैले दर्शकवृन्द, आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द, तपाईँहरूले भुन्टी सिरियल कुन भागदेखि हेर्दै आइरहनु भएको छ, कृपया कमेन्ट गरिदिनुहोला। हो दर्शकवृन्द, तपाईँहरूले पनि भुन्टी सिरियलको पछिल्लो भाग त पक्कै हेर्नुभयो होला र उक्त भाग हेरे पछाडि तपाईँहरू एकदमै दुखी पनि हुनुहुन्छ होला। दर्शकवृन्द, तपाईँहरू दुखी यस कारणले हुनुहुन्छ होला कि आज भूपेन्द्रले भुन्टीलाई धेरै नै सताएका छन्। बिचरी भुन्टीलाई भूपेन्द्रले आफ्नी आमा भेट्न पनि जान दिएका छैनन्। आफू हस्पिटलमा गएको बेला पनि सासुआमालाई भेटेका छैनन्। दर्शकवृन्द, आफ्नै श्रीमान भूपेन्द्रले भुन्टीलाई त्यस्तो अत्याचार गर्दै गर्दाखेरि जुन कुराले तपाईँ हाम्रो मन पनि एकदमै दुखेको छ। हो दर्शकवृन्द, आजको यस भिडियोमा आउँदो भागको बारेमा चर्चा गर्नेछु। कृपया भुन्टीलाई माया गर्नुहुन्छ भने अन्तिमसम्म पक्कै रहनुहुन्छ। हो दर्शकवृन्द, बिचरी भुन्टीले भूपेन्द्रलाई त्यति धेरै सम्झाउँदै पनि भूपेन्द्र आफ्नै जिद्दीको कारणले गर्दाखेरि उसले चलाएको कारले एक्सिडेन्ट गराएको कुरा त तपाईँ हामीलाई थाहै छ। हो दर्शकवृन्द, वास्तवमा उसको कारले अरू कोहीलाई एक्सिडेन्ट नगराएर एउटा हिँडिरहेको बटुवालाई एक्सिडेन्ट गराएको रहेछ। दर्शकवृन्द, उक्त बटुवा भने आफ्नो बाटो हिँडिरहेको थियो, तर भूपेन्द्रले आफ्नो कारलाई धेरै नै स्पिडमा चलाएको कारणले गर्दाखेरि उक्त बटुवालाई निकै ठुलो चोट पुग्न लागेको हुन्छ। दर्शकवृन्द, त्यस्तो समयमा पनि भूपेन्द्रले त यी सबै कुराहरू हुनुमा भुन्टीकै कारण हो भन्दै बिचरी भुन्टीलाई नै अनेक कुराहरू लगाइरहेका छन्। दर्शकवृन्द, उक्त बटुवा निकै नै घाइते अवस्थामा रहेको अनि मर्न लागेको कारणले गर्दा बिचरी भुन्टीले उक्त बटुवालाई चाँडोभन्दा चाँडो हस्पिटल लगेर उपचार गर्नको लागि पनि अनुरोध गरेकी छिन्। अनि भुन्टी र भूपेन्द्र भएर त्यो बटुवालाई आफ्नो कारमा हालेर हस्पिटल लगेका छन्। हो दर्शकवृन्द, जब भूपेन्द्रले हस्पिटल जाँदै गर्दा पनि भुन्टीलाई धेरै नै रिस गरेका छन्। दर्शकवृन्द, ती सबै हुनुमा सबैभन्दा ठुलो गल्ती अरू कसैको नभएर भुन्टीकै रहेको कुरा पनि भूपेन्द्रले व्यक्त गरेका छन्। हो दर्शकवृन्द, बिचरी भुन्टीले आफ्नो श्रीमानको त्यो कुरा सुनेर निकै नै छक्क परेकी छिन्। अनि टोकलेले पनि आफ्नै ज्वाइँले भुन्टीलाई त्यस्तो व्यवहार गरेको देखेर निकै नै छक्क परेका छन्। दर्शकवृन्द, भूपेन्द्र कतिसम्म घमण्डी अनि बटारिएका मान्छे रहेछन् त, उसले बिचरी भुन्टीलाई हरेक कुरामा दोष लगाइरहेका छन्। आफूले के गल्ती गरेको छु त्यो कुराको कहिले पनि महसुस गरेका छैनन्। हो दर्शकवृन्द, भुन्टीको आमालाई जुन हस्पिटलमा राखिएको हुन्छ त्यही हस्पिटलमा त्यस बटुवालाई पनि लगिन्छ। दर्शकवृन्द, बिचरी भुन्टीले आफ्नी आमालाई हस्पिटलमा भेट्छिन्। दर्शकवृन्द, बिचरी भुन्टी आफ्नी आमाको हातमा निदाएर निकै कुराहरू सोचिरहेकी छिन्। दर्शकवृन्द, हरेक छोराछोरीलाई त आफ्नी आमाको साथ कति धेरै प्यारो हुन्छ। दर्शकवृन्द, त्यस्तो प्यारो साथमा हुर्केकी भुन्टीले आज पराईको घर जाँदै गर्दाखेरि उक्त घरका परिवारले गरेका सबै क्रियाकलापहरू आमाको काखमा बसेर सम्झिरहेकी छिन्। तर दर्शकवृन्द, बिचरी भुन्टीले
ती सबै कुराहरू आफ्नी आमालाई कहाँ सुनाउन सक्छिन् र आफ्नो घरमा सबै कुराहरू ठिक भएको अनि आफूलाई पनि निकै राम्रो भएको भन्दै बिचरी आमालाई धेरै राम्रा कुराहरू सुनाइरहेकी छिन्। दर्शकवृन्द, भुन्टीकी आमाले भने आफू त्यस्तो हुँदा पनि ज्वाइँ किन आउनु भएन भन्दै धेरै कुरामा दुःख मनाउ पनि गरेकी छिन्। तर दर्शकवृन्द, भुन्टीकी आमाले भने ज्वाइँको त्यस्तै काम परेर आउन नभ्याउनु भएको होला भन्दै चित्त पनि बुझाएकी छिन्। ओ दर्शकवृन्द, भुन्टीकी आमा त्यस्तो बिरामी भएको बेला पनि कहिले पनि भूपेन्द्रले भेट्न चाहेका छैनन्। बिचरी भुन्टीको भाग्य पनि कति धेरै खोटो रहेछ त। हिजोको दिनमा पनि अनेकौँ दुःखहरू सहेकी थिइन् भने आज पनि धेरै दुःखहरू सहँदै आइरहेकी छिन्। दर्शकवृन्द, भुन्टीकी आमाले आफ्नो छोरा टोकलेलाई खोजेपछि भुन्टी पनि दाइलाई खोज्नको लागि बाहिर कौसीमा निस्किएकी छिन्। दर्शकवृन्द, बिचरा टोकलेको जिन्दगीमा पनि निकै ठुलो समस्या आएको छ। न उसको घर परिवार नै राम्रो भएको छ भने न त आफ्नी आमालाई उपचार गराउनको लागि उसँग पैसा नै छ। दर्शकवृन्द, एउटा मान्छेको जिन्दगीमा पनि कति धेरै समस्या आएको छ। बिचरा टोकलेको जिन्दगीमा पनि निकै ठुलो समस्या आइरहेको छ। हो दर्शकवृन्द, टोकलीले पनि त्यही मान्छेको भूमिका निर्वाह गरेका छन् जो यस्तो समस्यामा भए पनि एकदमै इमान्दार अनि सच्चा मनका रहेका छन्। दर्शकवृन्द, बिचरी भुन्टीले आफ्नो दाइलाई निकै धेरै कुराहरू भनेकी छिन् अनि सेयर पनि गरेकी छिन्। दर्शकवृन्द, टोकलीले भने अरू सबै कुराहरू अनि मान्छेहरू नराम्रो भए पनि ज्वाइँ नै नराम्रो भएको कारणले गर्दा आफू धेरै दुखी भएको कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द, बिचरी भुन्टीले भने आफ्नो घर परिवार त्यस्तो नराम्रो हुँदै गर्दा पनि आफू दुखी नभएको कुरा व्यक्त गरेकी छिन्। किनकि भुन्टीको मनमा त आफ्नो दाइ टोकलेको त्यो घर अनि भाउजूसँगको सम्बन्ध एकदमै राम्रो रहेको छ भन्ने कुरा पनि व्यक्त गरेकी छिन् अनि उक्त कुराले आफू धेरै खुसी भएको कुरा पनि सुनाएकी छिन्। तर दर्शकवृन्द, वास्तवमा भुन्टीलाई के नै थाहा छ र बिचरा टोकलेको जिन्दगीमा पनि आज निकै ठुलो समस्या आएको छ। टोकलेले पनि आफ्नी श्रीमती पूर्णिमालाई छोडेर त्यहाँ आएका छन्। तर दर्शकवृन्द, टोकलेले आफ्ना सबै वास्तविक कुराहरू कहाँ बताउँछन् र बिचरा टोकलेले आफ्नी बहिनी भुन्टीलाई दुखी भएको कहाँ देख्न सक्छन् र त्यसैले आफ्नो घर परिवार अनि आफ्नो श्रीमती पूर्णिमासँगको सम्बन्ध निकै राम्रो रहेको कुरा पनि ढाँटेका छन्। हो दर्शकवृन्द, आफ्ना सबै वास्तविक कुराहरूलाई लुकाएर आफ्नी बहिनी भुन्टीलाई टोकलेले सबै कुराहरू सुनाएका छन्। दर्शकवृन्द, भूपेन्द्र भने भुन्टीलाई खोज्दै त्यहाँ आइपुग्छन्। हो दर्शकवृन्द, भूपेन्द्रको सोच कतिसम्म घटिया रहेछ। उसले भुन्टी र टोकलेको त्यो सोच सम्बन्धमा अनेकौँ कुराहरूले शङ्का गरिरहेका छन् अनि भुन्टीलाई त्यहाँबाट लिएर घर जाने कुरा गरेका छन्। हो दर्शकवृन्द, अरूभन्दा निकै अचम्म लाग्दो कुरा त यो छ कि त्यही हस्पिटलमा हुँदै गर्दा पनि भूपेन्द्रले आफ्नी सासु आमालाई भेटेका छैनन्। बिचरी भुन्टीले आमालाई भेट्नको लागि कति धेरै अनुरोध गरिरहेकी छिन् तर भूपेन्द्रले सासु आमालाई भेट्न कति पनि मानेका छैनन्। दर्शकवृन्द, भूपेन्द्र कतिसम्म निर्दयी रहेछन् त। हो दर्शकवृन्द, बिचरी भुन्टीले आफ्नो श्रीमानको त्यस्तो व्यवहार देखे पछाडि एकदमै दुखी भएकी छिन् अनि आफू आँसुको दहमा डुबेकी छिन्। दर्शकवृन्द, भुन्टीले पनि आफ्नी आमासँग बिदा मागेर त्यहाँबाट आएकी छिन्।
दर्शकवृन्द बिचरी भुन्टीको त्यो मनमा त कुनै पनि पाप छैन। उसले सबै व्यक्तिलाई सधैँ माया गर्न जानेकी छिन्। त्यसैले दर्शकवृन्द भुन्टीले पनि आउँदाखेरि कारले हानेको त्यस व्यक्तिलाई कस्तो छ भनेर पनि सोधेकी छिन्। तर दर्शकवृन्द भूपेन्द्रले भने त्यस व्यक्तिको उपचारका लागि आफूले सबै पैसा जम्मा गरिदिएको अनि हामी घर जानुपर्छ भन्ने कुरा गरेर बिचरी भुन्टीको मन नहुँदै पनि जबरजस्ती भुन्टीलाई त्यहाँबाट ल्याएका छन्। न त आफ्नी सासुआमालाई भेट्न गएका छन् न त आजभोलि भूपेन्द्रले भुन्टीको त्यो चाहना बुझेका छन्। भूपेन्द्र कतिसम्म निर्दयी नि पापी भएका छन् त। दर्शकवृन्द अनि उता पूर्णिमाको बुवाले भने आफ्नी छोरी पूर्णिमालाई त्यति धेरै मन पराएका छैनन्। हो दर्शकवृन्द आफ्नै ज्वाइँ टोकरेलाई नबुझ्ने आफ्नै छोरीमा निकै घमण्ड चढेको कुरा पनि पूर्णिमाको बाबाले व्यक्त गरेका छन्। दर्शकवृन्द अनि उता गाउँमा भने बालकुमारीले भने आफ्नै श्रीमानले आफूलाई मार्न खोजेको कुरा आफ्नो जेठो छोरा सन्तोषलाई फोन गरेर भनिदिएका छन्। दर्शकवृन्द बालकुमारीको जेठा छोराले पनि आफ्नो बुवाले कहिले पनि त्यस्तो काम गर्न नसक्ने, तपाईँले केही न केही गल्ती त पक्कै गर्नुभयो होला भन्ने कुरा पनि व्यक्त गरेका छन्। हो दर्शकवृन्द आफ्नो छोराको उक्त कुरा सुने पछाडि बालकुमारीले भने बुहारीको दाइले बुहारीलाई त्यहाँबाट लान्छु भन्ने कुरा गरे पछाडि मैले लान भने पछाडि तेरो बाउले मलाई मार्न खोजेका हुन् भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द ती सबै कुराहरू बुझ्नको लागि भूपेन्द्रको दाइले आफ्नो बाबालाई फोन गरेका छन्। दर्शकवृन्द जब भूपेन्द्रको दाइले बुवालाई फोन गर्छन् बिचरा भूपेन्द्रको बुवाले पनि सबै कुराहरू भन्छन्। तर दर्शकवृन्द भूपेन्द्रको दाइले भने वास्तवमा दुईजना आगो बन्नु हुँदैन, जे भए पनि सहेर बस्नु होला भन्दै आफ्नो बाबालाई एकदमै धेरै सम्झाएका छन्। हो दर्शकवृन्द वास्तवमा भूपेन्द्रको दाइ कति धेरै बुझ्ने छन् त। दर्शकवृन्द भूपेन्द्रको दाइले भने आफ्नो भाइ भीम अनि बहिनी भूमिकालाई निकै धेरै सम्झाइरहेका छन्। हो दर्शकवृन्द त्यति धेरै सम्झाउँदै पनि भूमिकाले भने जुनसुकै समयमा पनि बिचरी भुन्टीलाई निकै धेरै दोष लगाइरहेकी छिन्। दर्शकवृन्द भूपेन्द्रको दाइले भने वास्तवमा भूमिकाले बोलेको त्यो शब्द आफूलाई मन नपरेको र भूमिकालाई राम्रो बाटोमा ल्याउन अनि कहाँ के कुरा बोल्ने भन्ने कुरा सिकाउनको लागि भीमलाई जिम्मा दिएका छन्। दर्शकवृन्द त्यसरी चारैतिर भत्किएको त्यो घरलाई टाल्नको लागि भूपेन्द्रको दाइले निकै ठुलो भूमिका खेलेको देखिएको छ। दर्शकवृन्द बिचरी भुन्टी भने आफ्नी आमालाई हस्पिटलमा छोडेर आए पछाडि बाटोमा आउँदै गर्दाखेरि त्यो कारमा बसेर धेरै रोएकी छिन्। हो दर्शकवृन्द भुन्टी यसरी दुखी हुनुमा आज उसकै श्रीमानले नबुझे पछाडि यो सबै भएको हो। तर दर्शकवृन्द भुन्टी त्यस्तो दुखी हुँदै गर्दा पनि भूपेन्द्रले उल्टो खेदेका छन्। त्यस्तो मध्य रातमा पनि भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई आमासँग छुट्याएर ल्याएका छन् अनि उल्टै आफू ठुल्ठुलो कुराहरू गरेका छन्। दर्शकवृन्द बिचरी भुन्टी पनि एकदमै लाचार बनेकी छिन्। बिचरी भुन्टीले के नै गर्न सक्छिन् र यदि भूपेन्द्रलाई केही भन्नु भने भूपेन्द्रले आफूले चलाउँदै गरेको कारलाई निकै धेरै स्पिडमा कुदाएर अर्को दुर्घटना गर्ने हुन् कि भन्ने डरले गर्दाखेरि बिचरी भुन्टी पनि केही नबोली चुप भएर बस्नको लागि बाध्य भएकी छिन्। दर्शकवृन्द बिचरी भुन्टीलाई कति धेरै तनाव भएको छ। उसले आफ्नो घर कतातिर छ भन्ने कुरा पनि भुलेकी छिन्।
अनि भूपेन्द्रले एकदमै डोर्याएर भुन्टीलाई आफ्नो घर लगेका छन्। दर्शकवृन्द, जब भुन्टी अनि भूपेन्द्र घर पुग्छन् त्यस पछाडि भूपेन्द्रको दाइले भने सासु आमाको कस्तो अवस्था रहेको छ भनेर सोधेका छन्। तर दर्शकवृन्द, भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रले सासु आमालाई नभेटेको भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। उक्त कुरा सुने पछाडि भूपेन्द्रको दाइ निकै रिसाएका छन् अनि भूपेन्द्रले पनि आफूले चलाउँदै गरेको कारले बटुवालाई हानेको कारणले गर्दाखेरि आफूले सासु आमालाई भेट्ने वातावरण नमिलेको कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द, अनि भूपेन्द्रको दाइले भुन्टी अनि भूपेन्द्रलाई विभिन्न कुराले सम्झाउँदै बिचरी भुन्टीलाई भोलि बिहानै चौकीमा गएर आफ्नी बहिनीसँग आइपरेका त्यो समस्या अनि भुन्टीमाथि लागेको ती आरोपको वास्तविक जड निकाल्नुपर्छ, त्यसको लागि बिहानै चौकी जानुपर्छ भन्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द, भुन्टीले दाइको चौकी जानुपर्छ भन्ने अनुरोध सुने पछाडि भुन्टीले आफ्नो दाइसँग भएका सबै कुराहरू सुनेकी छिन्। भुन्टीले आफ्नो दाइसँग गरेका सबै कुराहरू सम्झेकी छिन्। हो दर्शकवृन्द, बिचरा टोकलेले भने कुनै पनि हालतमा आफू चौकी जाने काम नगर्नु भनेर भुन्टीलाई सम्झाएका थिए। अनि उक्त कुरालाई सम्झिएर भुन्टीले भने आफ्नो दाइसँग माफी माग्दै कुनै पनि हालतमा आफू चौकी नजाने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, भूपेन्द्रको दाइले भने कसै गरी पनि भुन्टीलाई बिहान फकाएर लिएर जानुपर्छ भन्ने कुरा पनि गरेका छन्। ओ दर्शकवृन्द, जब बिहान हुन्छ, बिहान भएपछि बिचरी भुन्टीले आफ्नी आमा अनि त्यो कारले हानेको बटुवालाई खाना लिएर हिँड्न लागेकी हुन्छन्। तर दर्शकवृन्द, भूपेन्द्रले भने भुन्टीलाई कुनै पनि हालतमा हस्पिटल नजानको लागि। तर दर्शकवृन्द, भुन्टीले भने कुनै पनि हालतमा आफूले कारले हानेको त्यो व्यक्ति अनि आफ्नी आमा निको भएर गाउँ नजाउन्जेलसम्म आफू हस्पिटल गएर उनीहरूको सेवा गर्ने, त्यस पछाडि मात्रै आफू चौकी गएर सबै कुराहरू गर्ने कुरा पनि गरेकी छिन्। दर्शकवृन्द, भुन्टीको त्यस्तो कुरा सुनेर भूपेन्द्र एकदमै रिसाएका छन् अनि भुन्टीमाथि विभिन्न आरोप पनि लगाउँदै धेरै कुराहरू गर्दै भुन्टीलाई भए नभएको कुराहरू बोलेका छन्। दर्शकवृन्द, बिचरी भुन्टीले पनि त्यत्तिकै कहाँ छोड्छिन् र आफ्नो श्रीमान भूपेन्द्रलाई पनि निकै ठुलो जवाफ अनि निकै धेरै कुराहरू भनेकी छिन्। दर्शकवृन्द, साँच्चै नै भूपेन्द्रको मन निकै निर्दयी रहेछ। बिचरी भुन्टीलाई भूपेन्द्रले घरिघरि त हात पनि उज्याउन खोजेका छन्। ओ दर्शकवृन्द, भुन्टी अनि भूपेन्द्रको बिचमा निकै ठुलो झगडा परेको छ। दर्शकवृन्द, भुन्टीले भने आफूले दुर्घटनामा पारेको त्यो व्यक्तिलाई राम्रो अनि सन्चो बनाएर घर पठाउने हाम्रो कर्तव्य हो भन्दै धेरै कुराहरू पनि सम्झाउँदै गरेको थिइन्। तर भूपेन्द्रले उक्त कुरालाई कति पनि सिरियस लिएका थिएनन्। तर दर्शकवृन्द, त्यही समयमा भूपेन्द्रले आफ्नो कारले हानेको त्यस व्यक्तिका सबै आफ्ना आफन्तहरू भूपेन्द्रको घरमा एकदमै रिसाएर आएका छन्। दर्शकवृन्द, आफ्नो घरमा त्यति धेरै मान्छेहरू आएको अनि रिसाएको अवस्थामा देखे पछाडि भुन्टी, भूपेन्द्र लगायत भूपेन्द्रको सबै परिवारले हेरेका छन् अनि उनीहरू एकदमै छक्क परेका छन्। दर्शकवृन्द, भूपेन्द्रले जुन व्यक्तिलाई दुर्घटनामा पारेका थिए, वास्तवमा त्यसरी भूपेन्द्रले छोड्नु पक्कै हुँदैन थियो। बिचरी भुन्टीले त त्यो व्यक्तिको सबै जिम्मेवारी हामीले लिनुपर्छ भनेर निकै कुराले सम्झाएकी थिइन्। तर भूपेन्द्रले कति पनि वास्ता गरेका थिएनन्, जसको फलस्वरूप आज भूपेन्द्रलाई गाली गर्दै धेरै व्यक्तिहरू आएका छन्।
आफूले चलाउँदै गरेको कारले बटुवालाई हानेको कारणले गर्दाखेरि आफूले सासु आमालाई भेट्ने वातावरण नमिलेको कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द अनि भूपेन्द्रको दाइले भुन्टी अनि भूपेन्द्रलाई विभिन्न कुराले सम्झाउँदै बिचरी भुन्टीलाई भोलि बिहानै चौकीमा गएर आफ्नी बहिनीसँग आइपरेका त्यो समस्या अनि भुन्टीमाथि लागेको ती आरोपको वास्तविक जड निकाल्नुपर्छ, त्यसको लागि बिहानै चौकी जानुपर्छ भन्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द भुन्टीले दाइको चौकी जानुपर्छ भन्ने अनुरोध सुने पछाडि भुन्टीले आफ्नो दाइसँग भएका सबै कुराहरू सुनेकी छिन्। भुन्टीले आफ्नो दाइसँग गरेका सबै कुराहरू सम्झेकी छिन्। हो दर्शकवृन्द, बिचरा टोकलेले भने कुनै पनि हालतमा आफू चौकी जाने काम नगर्नु भनेर भुन्टीलाई सम्झाएका थिए अनि उक्त कुरालाई सम्झिएर भुन्टीले भने आफ्नो दाइसँग माफी माग्दै कुनै पनि हालतमा आफू चौकी नजाने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द भूपेन्द्रको दाइले भने कसै गरी पनि भुन्टीलाई बिहान फकाएर लिएर जानुपर्छ भन्ने कुरा पनि गरेका छन्। ओ दर्शकवृन्द, जब बिहान हुन्छ, बिहान भएपछि बिचरी भुन्टीले आफ्नी आमा अनि त्यो कारले हानेको बटुवालाई खाना लिएर हिँड्न लागेकी हुन्छन्। तर दर्शकवृन्द भूपेन्द्रले भने भुन्टीलाई कुनै पनि हालतमा हस्पिटल नजानको लागि, तर दर्शकवृन्द भुन्टीले भने कुनै पनि हालतमा आफूले कारले हानेको त्यो व्यक्ति अनि आफ्नी आमा निको भएर गाउँ नजाउन्जेलसम्म आफू हस्पिटल गएर उनीहरूको सेवा गर्ने, त्यस पछाडि मात्रै आफू चौकी गएर सबै कुराहरू गर्ने कुरा पनि गरेकी छिन्। दर्शकवृन्द भुन्टीको त्यस्तो कुरा सुनेर भूपेन्द्र एकदमै रिसाएका छन् अनि भुन्टीमाथि विभिन्न आरोप पनि लगाउँदै धेरै कुराहरू गर्दै भुन्टीलाई भए नभएको कुराहरू बोलेका छन्। दर्शकवृन्द बिचरी भुन्टीले पनि त्यत्तिकै कहाँ छोड्छिन् र आफ्नो श्रीमान भूपेन्द्रलाई पनि निकै ठुलो जवाफ अनि निकै धेरै कुराहरू भनेकी छिन्। दर्शकवृन्द साँच्चै नै भूपेन्द्रको मन निकै निर्दयी रहेछ। बिचरी भुन्टीलाई भूपेन्द्रले घरिघरि त हात पनि उज्याउन खोजेका छन्। ओ दर्शकवृन्द भुन्टी अनि भूपेन्द्रको बिचमा निकै ठुलो झगडा परेको छ। दर्शकवृन्द भुन्टीले भने आफूले दुर्घटनामा पारेको त्यो व्यक्तिलाई राम्रो अनि सन्चो बनाएर घर पठाउने हाम्रो कर्तव्य हो भन्दै धेरै कुराहरू पनि सम्झाउँदै गरेको थिइन्। तर भूपेन्द्रले उक्त कुरालाई कति पनि सिरियस लिएका थिएनन्। र दर्शकवृन्द त्यही समयमा भूपेन्द्रले आफ्नो कारले हानेको त्यस व्यक्तिका सबै आफ्ना आफन्तहरू भूपेन्द्रको घरमा एकदमै रिसाएर आएका छन्। दर्शकवृन्द आफ्नो घरमा त्यति धेरै मान्छेहरू आएको अनि रिसाएको अवस्थामा देखे पछाडि भुन्टी, भूपेन्द्र लगायत भूपेन्द्रको सबै परिवारले हेरेका छन् अनि उनीहरू एकदमै छक्क परेका छन्। दर्शकवृन्द भूपेन्द्रले जुन व्यक्तिलाई दुर्घटनामा पारेका थिए, वास्तवमा त्यसरी भूपेन्द्रले छोड्नु पक्कै हुँदैन थियो। बिचरी भुन्टीले त त्यो व्यक्तिको सबै जिम्मेवारी हामीले लिनुपर्छ भनेर निकै कुराले सम्झाएकी थिइन्। तर भूपेन्द्रले कति पनि वास्ता गरेका थिएनन्, जसको फलस्वरूप आज भूपेन्द्रलाई गाली गर्दै धेरै व्यक्तिहरू आएका छन्। हो दर्शकवृन्द, वास्तवमा उक्त व्यक्तिको आफन्तहरूले अब के गर्लान् त, यो हेर्नको लागि त बाँकी नै छ। तबसम्म अर्को भागको प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।